सुनौँ पहिला हाम्रो गगन काकाको कुरा सुनौँ। सरकारका एकजना मन्त्रीको बारेमा प्रश्न उठ्यो, सरकारले एउटा छानबिन आयोग बनायो। त्यो छानबिन आयोग होइन, त्यो छलसामा आयोग थियो। त्यो छानबिन आयोगले के गर्यो, कहाँ गर्यो, के पनि थाहा छैन। सरकारलाई मन लाग्यो आयोग बनाइदियो, आफै मान्छे राख्यो, आफै दियो, आफै सफाई दियो। के गरे पनि बताउनु पर्ने नपर्ने, के गरे पनि भन्नु नपर्ने। नामको छानबिन आयोग काम गरेको छलसाम काम गरेको छ। यो प्रश्न कसले उठाउन सक्छ? कांग्रेसले उठाउन सक्छ। किन? त्यो कांग्रेससँग त्यो मोरल अथोरिटी रहन्छ। हामीसँग त्यो मोरल अथोरिटी रहन हामी क्वेसन गर्न सक्दैन। के बोलायो के बोल्न पायो भने चाहिँ पनि बोल्नु नि। सरकारले छानबिन आयोग बनायो, आफ्नै हिसाबमा गर्यो सबै चिज। अनि सरकार नै छ अहिले, अनि त्यो सरकारले छानबिन आयोग नबनाएर के छिमेकी पडोसको छानबिन आयोग आएर छानबिन गरिदिन्छ हाम्रो देशको मुद्दा? के बोला के? अनि तिम्रो मुखबाट त फिटिकै नै सुहाएन के गगन काका? के बोल्या कि तिमी नै होइन पहिला आफैले छानबिन गरे भनेर यत्रो यो पेपर छ भन्दै यताउता उफ्रेको? मसँग छ सरकारी ठगको पेपर यहाँ हुँ गर्दै तिमीले अहिले बोलेको यो कुरा सुनेर नि तिम्रो मुखा त्यही पेपरले डडाङ्ग दिएर 4 कुना छुट्याइदिनु पर्ने। जे बोलेको छ जे भन्ने अझ के हामी काङ्ग्रेससँग मोरल अथोरिटी छ। मोरल अथोरिटी केही पनि छैन बुढा। अब त तिम्रो खुलितै भइसक्यो हो कि खुलितै के पनि छैन कि कसैले केही गर्दैन, एक रौँ पनि गर्दैन। त्यही तिम्रो 2-4वटा पछि लाग्ने हजुर साहब भन्ने कार्यकर्ताहरूले मात्र, अरू कसैले तिमीलाई गन्दा पनि गर्दैन। अझै यो छ त्यो छ भने पहिला आफूलाई हेर कि अरूलाई राम्रो नराम्रो भन्न कि 1 नम्बरको इज्जत बेइज्जत गरिसक्यो तिमीले पार्टीमा, थाहा? बरु त्यो सेरै ठिक थियो तिमीभन्दा त, थाहा? अच्छा अझै हामीसँग मोरल अथोरिटी छ, यस्तो गर्यो उस्तो गर्यो। तिमीले त फिटिकै भनेको सुहाउन कि अलिकति बरु होइन। काङ्ग्रेसको अरू कुनै बुढोले आएर भनेको भने बरु अलिकति सुहाउँथ्यो होला होइन। ओहो है यो मान्छेले त बरु गरे होइन होला, यस्तो होला भनेर भने त तिमी त फिटिकै चलाउनु। तिमी त बाख्रा चराउनु जाऊ कि बाख्रा चराउन? तिम्रो बाख्रा कहाँ गयो होला कि कस्तो गरेको के? तिमी कहाँ पोलिटिक्समा आएको? बाख्रा हो कि बाख्राको पछि जाने ल नलगाएको छ कपडा गुची न दिन सक्छ एउटा 100 रङको सूची बाते उची